धत, म त बर्बाद भए, म त लुटिए। यो पापी मान्छेले मेरो इज्जतमाथि हात हाल्यो। म अब कसैलाई मुख देखाउन लायक रहिन। म अब कहाँ जाउँ? मेरो त कोही सहारा पनि छैन। यसले मलाई बर्बाद बनाइदियो। भाडाको पैसा लिन आएको थियो, तर मलाई नै लुटेर गयो। मैले रोई कराई यस्तो हंगामा मचाएकी थिएँ कि मेरो अवस्था देखेर त्यहाँ उपस्थित हुने जो कोहीका आँखामा आँसु थामिन सकेका थिएनन्। मलाई सानैदेखि नाटक गर्ने खूब रहर थियो र आज मैले यस्तो नाटक गरेकी थिएँ कि सबैजना मेरो झुटो अभिनयको जालमा फसेका थिए। पूरा प्रगति टोलका मानिसहरू हाम्रो घर अगाडि जम्मा भइसकेका थिए। सबैको सहानुभूति मतिरै थियो। हरेकले मेरो घरबेटीलाई सरापिरहेका थिए भने मेरो घरबेटी मदन बहादुरले सबैलाई आफू निर्दोष भएको स्पष्टीकरण दिइरहेका थिए। तर त्यहाँ उपस्थित कसैलाई पनि उनको कुरामा विश्वास थिएन। म एउटी तरुणी केटी थिए र मेरो अवस्था निकै दयनीय देखिन्थ्यो। त्यसैले सबैको सहानुभूति मतिर हुनु स्वाभाविकै थियो। म रुँदै रुँदै छड्के नजरले आफ्नो घरबेटी मदनलाई हेरिरहेकी थिए, जो आफूलाई भीड़को रिसबाट जोगाउन संघर्ष गरिरहेका थिए। केही समय अघि मात्र उनी भाडा माग्न मेरो कोठामा आएका थिए र मैले यस्तो षड्यन्त्र रचेकी थिए कि उनीसँग आफ्नो इज्जत जोगाउने कुनै उपाय नै बाँकी थिएन। मेरो घरबेटी मदन बहादुर स्वभावले निकै सोझा मान्छे थिए। अलिकति रिसको कडा भए पनि उनले कहिल्यै म माथि खराब नजर राखेका थिएनन्। आज पनि उनी भाडा माग्न आउँदा म माथि निकै कड्किएका थिए, किनकि हाम्रो विगतको केही महिनादेखिको भाडा तिर्न बाँकी थियो र हामीले दिएका पनि थिएनौं। आज पनि हामीसँग उनलाई दिनका लागि पैसा थिएन। त्यसैले मैले निकै सोच विचार गरेर भाडा तिर्नु नपरोस् भनेर यो खेल खेलेकी थिएँ। मैले झुट बोलेर उनलाई घरभित्र बोलाएकी थिएँ कि आज म आधा भाडा जसरी पनि दिन्छु। सुरुमा त उनले भित्र आउन मानेका थिएनन्, तर मैले कर गरेरै भित्र बोलाए। मैले उनलाई भने, गर्मी निकै छ, तपाई यति टाढाबाट हिँडेर आउनुभयो, भित्र आउनुहोस्, म चिसो शरबत बनाउँछु, पिएर शीतल हुनुहोस्। उनलाई थाहा थिएन कि मेरी आमा घरमा हुनुहुन्न र म यस बेला एक्लै छु। उनी बिचारा अन्जानमै पासोमा परे। मेरो बारम्बारको आग्रहमा उनी भित्र आए र मैले मौका छोपेर ओछ्यानको तन्ना तानेर भुइँमा फाल्दिए। आफ्नै कपाल लुछे र हतार हतार आफ्ना कपडा र बाउलाहरू च्यातिदिए। मैले आफैले आफ्ना हातले आफ्नो काँधमा यति जोडले दबाएकी थिए कि त्यहाँ औलाका डामहरू बसेका थिए। मैले यो सबै यति चलाखी र द्रुत गतिमा गरेकी थिए कि मेरो अगाडि उभिएका 30 वर्षका घरबेटी मदन छाँगाबाट खसे जस्तै रन भुल्न परेका थिए। उनको दिमागमा पनि यस्तो कल्पना थिएन होला कि म यति घटिया हरकत गर्न सक्छु। मैले उनलाई पैसा दिनुको साटो आफ्नो कोठा र आफैलाई नै भताभुङ्ग पारिदिएकी थिए। मलाई लागेको थियो कि यसो गर्दा यो झन्झटबाट सधैँका लागि मुक्ति मिल्नेछ र उनी डरका कारण फेरि कहिल्यै पनि भाडा माग्न हाम्रो ढोकामा आउने छैनन्, जसले गर्दा हाम्रो सबै भाडा मिनाहा हुनेछ। मेरो यो हरकतबाट उनी यति धेरै डराएका थिए कि अतालिँदै मलाई सोधिरहेका थिए कि यो तिमी के गर्दैछौ। उनी मेरो यो चाल र सोचलाई बुझ्नु सक्नु अघि नै मैले यस्तो रुवाबासी र हंगामा मचाए कि उनलाई केही सोच्ने वा भाग्ने मौकै नै मिलेन। यो प्रगति टोल एउटा सानो बस्ती थियो र यहाँ सबैका घरहरू एक आपसमा जोडिएका थिए। मेरो सानो चिच्याहट सुन्ने बित्तिकै छरछिमेकीहरू सबै घर बाहिर जम्मा भइहाले। घरबेटी मदन निकै आक्रोशित मुद्रामा मलाई घुरिरहेका थिए। उनको अनुहारको रंग उडेको थियो। उनले कहिल्यै सपनामा पनि सोचेका थिएनन् होला कि म यस्तो घिनलाग्दो हरकत गरौली। तर अब जब उनले बुझिसकेका थिए कि मैले उनीसँग के खेल खेले, तब उनी मलाई धम्काउन थाले कि यदि मैले यो नाटक बन्द गरिन भने उनले मलाई यो घरबाट लात हानेर निकालिदिनेछन्। तर मैले पनि अठोट गरिसकेकी थिए कि म उनको कुनै पनि कुराबाट डराउने छैन। मैले उनको धम्कीको परवाह नगरी घरको ढोका खोले र रुँदै चिच्याउँदै बाहिर निस्के। मेरो भताभुङ्ग कपाल, च्यातिएका कपडा र घाँटी र पाखुरामा देखिएका औंलाका नील डामहरू देखेर सबै मानिसहरू आँखा फाडेर चकित परे। बाहिर जम्मा भएका मानिसहरू मलाई यस अवस्थामा देखेर एक आपसमा कानाखुसी गर्न थाले। मैले रोई कराई यस्तरी वातावरण तताएकी थिए कि त्यहाँ उपस्थित आइमाईहरूले मलाई सहारो दिँदै ममाथि दया देखाइरहेका थिए र घरबेटीलाई सरापिरहेका थिए। जसको मुखमा जे आउँथ्यो उनीहरू भन्दै गइरहेका थिए। हरेकले घरबेटीलाई सराप्दै भनिरहेका थिए, हेर्दा त कस्तो सोझो, साधु र भलाद्मी देखिन्थ्यो, तर कर्तुत हेर त, तरुणी केटीलाई घरमा एक्लै देखेपछि आफ्नो औकात देखाइहाल्यो। मानियो कि यी मानिसहरू गरिब छन्, भाडा तिर्न सक्दैनन्, तर यसको अर्थ यो होइन नि कि कुनै पनि नरपशुले हाम्रा चेलीबेटीको इज्जत लुटोस्। यो केटी उसको आमाको मात्र होइन, हाम्रो टोलकै छोली हो र घरबेटीको यो घटिया हरकतमा हामी चुप लागेर बस्ने छैनौं।
पूरा टोल नै मेरो पक्षमा उभिएको थियो। यी त तिनै मानिसहरू थिए जसले कहिल्यै हाम्रो गरिबीको महसुस गरेका थिएनन् र कहिल्यै हाम्रो घरमा चुलो बलेको छ कि छैन भनेर सोधेका पनि थिएनन्। यसअघि हामीलाई कसैले वास्ता गर्दैनथ्यो, तर अहिले यो तमासामा सबैजना बराबरको हिस्सा लिइरहेका थिए। केही मानिसहरू त आगोमा घिउ थप्ने काम गर्दै मदनमाथि जाइ लाग्न खोजिरहेका थिए। यसै हंगामाका बीच मेरी आमा पनि बजारबाट फर्किनु भयो र यो सब दृश्य देखेर छाँगाबाट खसे जस्तै हुनुभयो र रोई कराई गर्न फाल्नुभयो। आमालाई थाहा थिएन कि यो सब मेरो नाटक हो। आमा पनि अरूहरू जस्तै घरबेटी मदनलाई नै दोषी ठानिरहनु भएको थियो। टोलवासीहरूले जब मेरी आमाको यस्तो रोई कराई देखे तब उनीहरूले मदनलाई रिसको झोकमा भने, त पापीले यो केटीको इज्जतमा हात हालेको छस्, अब यो बिचरीलाई कसले भित्र्याउँछ? यो त जिन्दगीभर आफ्नी आमाको बोझ बनेर बस्नुपर्ने भयो। तँलाई तेरो पापको सजाय मिल्नै पर्छ। त्यसैले अब त यसै केटीसँग विवाह गर्छस् र यो घर पनि यसैका नाममा पास गरिदिन्छस्, होइन भने हामी तँलाई यो टोलमा खुट्टा टेक्न दिने छैनौ र पुलिसमा लगेर थुनाइदिनेछौ। घरबेटी मदनले सबैलाई सम्झाउने निकै प्रयास गरे कि उनले केही गरेका छैनन्। उनी एक भला आदमी र विवाहित पुरुष हुन्, तर उनको कुरामा कसैले विश्वास गरेन र सबैले मिलेर उनमाथि यसरी दबाब दिए कि अन्तत उनी विवाहका लागि राजी भए। तर यो सबै नाटकमा मैले यो जबरजस्तीको विवाहका बारेमा सोचेकै थिएन। मैले त केवल यही सोचेकी थिए कि म उनलाई बदनाम गराएर यो टोलबाट धपाइदिनेछु र उनी डरका कारण फेरि कहिले यो घरतिर पाइला चाल्ने छैनन्। तर टोलका मानिसहरूले त हाम्रो विवाहको नै अड्डी कसेर माहौल खडा गरिदिए, जबकि मलाई राम्ररी थाहा थियो कि घरबेटी मदन विवाहित पुरुष हुन् अनि म कसरी उनीसँग विवाह गर्न सक्थे र विवाहपछि त उनले ममाथि के अत्याचार गर्थे होलान्। त्यसैले मैले यो विवाह गर्न अस्वीकार गर्न खोजे, तर त्यहाँ उभिएका जति पनि महिलाहरू थिए सबै मिलेर मलाई सम्झाउन थाले। उनीहरू भन्न थाले, अब तिमीलाई कसैले स्वीकार गर्दैन, तिम्रो भविष्य बर्बाद हुन्छ, अब तिमी कसरी कसैलाई मुख देखाउँछौ, मानिसहरूले तिमीलाई भनाइ खुवाउनेछन्, त्यसैले राम्रो यही हुन्छ कि तिमी उसैसँग विवाह गर। मेरो आफ्नै चाल ममाथि नै भारी साबित भयो। मेरी आमा पनि मलाई सम्झाउँदै भन्नुभयो, जे हुनु भइगयो त्यसलाई बिर्सिदेऊ, घरबेटी मान्छे असल हुन्, क्षणिक रूपमा सायद शैतानको बहकाउमा परे होलान्, तिमी उनीसँगै विवाह गरिदेऊ, तिम्रो जिन्दगी सप्रिनेछ। त्यसै पनि हामी गरिब छौं, तिम्रो टाउकोमा बाबुको छहारी पनि छैन, तिमीसँग कसले विवाह गर्छ र? र अन्तत सबै मानिसहरू मिलेर मलाई यो विवाहका लागि बाध्य पारे। त्यतिका मानिसहरूको उपस्थितिमा जबरजस्ती हामी दुईको विवाह गराइयो र घरबेटी मदनले यो घर पनि मेरो नाममा गरिदिनु पर्यो, जुन घरको भाडाका लागि उनी सधैँ कचकच गर्ने गर्थे। आफ्नो यो जितका कारण म मनमा नै निकै खुसी भइरहेकी थिए। म सोचिरहेकी थिए कि मेरो योजना सफल भयो र अब त यो घर पनि मेरै नाममा भयो। अब हामीले यो घरको भाडा तिर्नु पर्ने छैन। तर अर्कोतर्फ यो वैवाहिक बन्धनले मलाई निकै चिन्तित तुल्याएको थियो। अब म कसरी यो घरबेटीको चंगुलबाट आफ्नो ज्यान बचाउँछु मलाई केही थाहा थिएन। विवाह सकिएपछि मानिसहरूको भिड बिस्तारै पातलिँदै गयो र केही समयमै त्यहाँ म, मेरी आमा र घरबेटी मदन मात्र बाँकी रह्यौं। मलाई लागेको थियो कि उनी मलाई सराप्नेछन्, गाली गलोज गर्नेछन् र त्यहाँबाट हिड्नेछन्, तर त्यहाँ सबै कुरा उल्टो भइरहेको थियो। मदनले मेरी आमातर्फ हेर्दै भने, अब तपाईको छोरी मेरी श्रीमती भइसकेकी छिन्, त्यसैले आजदेखि उनी यो घरमा बस्ने छैनन्, म उनलाई आफ्नो घर लिएर जाँदैछु। मदनको यो कुरा सुनेर मेरो सातो उड्यो। मैले सोचेकी पनि थिएन कि अब यसपछि म माथि के बित्नेछ र मलाई यो कुराको पनि अन्दाज थिएन कि उनी अहिले नै मलाई आफूसँगै लैजाने कुरा गर्नेछन्, जबकि उनी पहिलेदेखि नै विवाहित थिए र घरमा उनकी जेठी श्रीमती थिइन्। तर उनले मेरो नाडी जोडले समाते र मेरो हजारौं पटकको अस्वीकारका बावजुद मेरी आमासँग भने, आजदेखि तपाईको छोरी तपाईको घरबाट बिदा भइन्, अब यो मेरो जिम्मेवारी हो र उनी मेरै साथ रहनेछिन् अनि यो घर आजदेखि तपाईको भयो, तपाई यसमा ढुक्कसँग बस्नुहोस्। आजका दिनदेखि म कहिल्यै तपाईसँग भाडा माग्न आउने छैन। त्यो मान्छेले मलाई घिसार्दै आफ्नो गाडीमा बसाल्यो र आफ्नो घरतर्फ लग्यो। उनीसँग एक्लै गाडीमा बस्दा मेरा हात खुट्टा काप्न थालेका थिए, किनभने अब न त मेरी आमा म साथ हुनुहुन्थ्यो न त ती टोलवासी नै थिए। अगाडि म माथि के हुने हो मलाई थाहा थिएन। अब त्यो मान्छेले म माथि जे जस्तो व्यवहार गरे पनि मैले एक्लै सहनु पर्ने थियो। मलाई थाहा थिएन कि उनी मलाई कहाँ लैजाँदैछन्। मदनको आँखामा रिस र घृणा देखेर मेरो सातो गइरहेको थियो। 1 घण्टाको यात्रापछि गाडी एउटा सानो घर अगाडि रोकियो। उनले मलाई गाडीबाट जबरजस्ती ओह्रालेर घरभित्र लिएर एउटा कोठामा हुत्याइदिए। मलाई यस्तो लागिरहेको थियो मानव अब मेरो सर्वनाश आउँदैछ। अब म उनकी श्रीमती बनिसकेकी थिए र म माथि उनको पूरा अधिकार थियो।
उनी ममाथि जे पनि गर्न सक्थे। उनी मलाई कस्तो सजाय दिन्थे होलान्, यहाँ त मलाई बचाउने कोही पनि थिएनन्। तर यसबेला उनी मलाई केही नभनी कोठा बाहिर निस्किए। मैले निकै चलाखीपूर्वक जुन तमासा खडा गरेकी थिएँ त्यो अब सकिसकेको थियो र अब मलाई डर लागिरहेको थियो। थाहा छैन अगाडि ममाथि के हुने हो। म आफैले खडा गरेको तमासामा आफै पछुताइरहेकी थिएँ। यही सब कुरा सोचेर म रुन थाले। म रोइरहेको केही बेर भएको थियो कि कोठाको ढोका खुल्यो र एउटी निकै सुन्दरी तरुणी केटी मेरो कोठामा प्रवेश गरिन्। उनी यति सुन्दरी र गोरी थिइन् कि म उनलाई हेरेको हेरै भएँ। म पहिलो नजरमै उनलाई चिन्न सफल भएँ कि उनी मेरा घरबेटी मदनकी जेठी श्रीमती हुन्। उनलाई देख्ने बित्तिकै तुरुन्तै मेरो दिमागमा एउटा कुरा आयो, जुन मान्छेकी जेठी श्रीमती यति सुन्दरी र हसिन छिन् उनले म जस्ती सामान्य केटीमाथि किन कुदृष्टि राख्थे होलान् र। जसरी ती केटी मेरो नजिक आउन थालिन् मेरो होस उड्न थाल्यो। मलाई डर लागिरहेको थियो कि थाहा छैन उनी म माथि कस्तो व्यवहार गर्छिन्, किनकि कुनै पनि महिलाले आफ्नो श्रीमानलाई अर्की महिलासँग बाँड्न सक्दिनन्। र जसरी आज हाम्रो जबरजस्ती विवाह भएको थियो त्यसपछि त मलाई ती केटीबाट कुनै पनि राम्रो व्यवहारको आशा थिएन। सायद उनका श्रीमानले उनलाई मेरो वास्तविकता बताइदिएका होलान्। सायद उनी जान्दछिन् कि मैले कसरी उनका श्रीमानमाथि झुटो आरोप लगाएर फसाएँ र पूरा टोलका सामु बेइज्जत गरे। अब सायद उनी मबाट यो सबैको बदला जरुर लिनेछिन्। यदि साँच्चीकै उनलाई यो सब कुरा थाहा छ भने थाहा छैन उनी मलाई के गरिदिने हुन्। उनी मलाई निकै घुरेर हेरिरहेकी थिइन्। यस्तो लाग्थ्यो कि उनी म भित्र केही खोजिरहेकी छिन्। केही बेर उनी मौन रहेर मलाई हेरिरहिन् र फेरि मुस्कुराउँदै मेरो अनुहारमा लत्रिएका कपालका जुल्फीहरूलाई निकै मायालु ढंगले कान पछाडि लैजाँदै भन्न थालिन्, तिमी त निकै सुन्दरी रहिछौ, तर तिमी कस्तै दुलही हौ। तिमीले त तयार पनि भएकी छैनौ। तिमीले त विवाहको लेहंगा पनि लगाएकी छैनौ। के तिमी आफ्नो विवाहको रात सिंगारिन चाहन्नौ? उनको कुरा सुनेर मैले हतारिँदै उनको अनुहारतर्फ हेरे। उनको बोलीमा कुनै तीखोपन वा व्यङ्ग्य थिएन, बरु उनको अनुहारमा त मन्द मुस्कान थियो। उनको यही मुस्कानले मलाई झन अचम्ममा पारिरहेको थियो। उनको नजर मेरा खाली नाडीमा पर्यो। तब उनले तुरुन्तै आफ्ना हातबाट सुनका बालाहरू निकालिन् र मेरा हातमा पहिराइदिइन्। म निकै अचम्मित भएर यो सबै दृश्य हेरिरहेकी थिए कि म उनकी सौता थिए, तर उनी कसरी मसँग यसरी मायालु कुरा गरिरहेकी थिइन्, त्यो पनि यस्तो खालको विवाहमा। तर उनी त निकै स्नेहपूर्वक बोलिरहेकी थिइन्। केही बेर उनी म नजिक बसिन् र मसँग कुराकानी गरिरहिन्। उनको बोलीमा मायाको चासनी घोलिएको थियो। उनले मलाई कुनै पनि यस्तो कुरा भनिनन् जसले गर्दा मलाई उनी मलाई घृणा गर्छिन् भन्ने भान होस्, न त कुनै दुश्मनीको कुरा नै गरिन्, बरु उनी त निरन्तर मुस्कुराइरहेकी थिइन्। उनको मायालु कुराले मलाई केही ढाडस दियो र मैले डराउँदै डराउँदै उनीसँग भने, मलाई मदनजीसँग निकै डर लागिरहेको छ। थाहा छैन उहाँ ममाथि कस्तो व्यवहार गर्नुहुन्छ। अनजानमा मबाट जुन गलती भयो मलाई थाहा छ त्यो अक्षम्य अपराध हो, तर गरिबीले मलाई यो गलत कदम उठाउन बाध्य बनाएको थियो। म ती केटीसँग आफ्नो चरित्रको सफाई पेश गर्न थाले। मेरो कुरा सुनेर उनी भन्न थालिन्, तिमी चिन्ता नगर, मदन निकै असल मान्छे हुन्, उनले तिमीलाई केही पनि गर्ने छैनन्। अनि उनी उठेर कोठा बाहिर गइन् र केही बेरपछि फर्किँदा उनको हातमा दूधको ग्लास थियो। उनले जबरजस्ती त्यो दूधको ग्लास मेरो हातमा थमाइदिइन् र मलाई भन्न थालिन्, यो दूध पिऊ र तिमी आराम गर। म दिउँसोदेखि भोगै थिए, खाना पनि बिर्सिएकी थिए र त्यसपछि यो विवाहको चक्कर र यो घरमा आइपुग्दासम्म रात परिसकेको थियो। त्यसैले मैले पनि त्यो दूधको ग्लास रित्याइदिए र कोठामा यताउता नजर डुलाउन थाले। केही समय मात्र बितेको थियो कि कोठाको ढोका फेरि खुल्यो र त्यो दृश्य देखेर मेरो खुट्टा मुनिको जमिनै भासियो। मेरी सौता दुलाहाको भेषमा कोठाभित्र आउँदै थिइन् र उनले कोठाको ढोकामा भित्रबाट चुकुल लगाइदिइन्। उनको यो हरकतले म निकै अत्तालिए। थाहा छैन उनी कसको विवाहको कपडा लगाएर आएकी थिइन् जुन उनको नाप भन्दा निकै ठूलो थियो र टाउकोमा पनि उनले एउटा ढाका टोपी लगाएकी थिइन् जुन विवाहको दिन दुलाहाले लगाउने गर्छन्। मलाई समझमा आइरहेको थिएन कि केही बेर अघि मेरी सौता बिल्कुल ठीक थिइन् र मसँग कुराकानी गरिरहेकी थिइन्। अचानक उनलाई के भयो? उनी किन दुलाहाको कपडा लगाएर म नजिक आएकी छिन् र उनले ढोकामा भित्रबाट किन चुकुल लगाएकी हुन्? उनी मेरो ओछ्यानमा आएर बसिन् र आफ्नो हातमा समातेको एउटा सानो मखमली बट्टा खोलेर मेरो अगाडि राखिदिइन् जसमा एउटा सुन्दर सुनको सिक्री चम्किरहेको थियो। उनी मायालु ढंगले मुस्कुराउँदै भन्न थालिन्, यो तिम्रो मुख हेराएको उपहार हो मेरो तर्फबाट। तिमी मेरी दुलही हौ र तिमी निकै राम्री छौ। उनको कुरा सुनेर त मेरो सातो नै गयो। म उनकी दुलही कसरी हुन सक्थे? उनी त आफै पनि एउटी केटी थिइन्। थाहा छैन किन उनी यस्ता बहकिएका कुरा गरिरहेकी थिइन्। म डराएर ओछ्यानबाट जुरुक्क उठे। मैले उनसँग आक्रोशित हुँदै भने, मलाई लाग्छ तिम्रो दिमाग खुस्किएको छ, तिमी कस्तो बहकिएका कुरा गरिरहेकी
बसिरहेकी छौ। उनले मेरो हात समातिन् र जबरजस्ती फेरि ओछ्यानमा बसाउँदै भनिन्, मैले भने नि तिमी मेरी दुलही हौ, अब तिमी यहाँबाट कतै जाने छैनौ। म तिम्रो निकै ख्याल राख्नेछु, तिमीलाई धेरै माया गर्नेछु, तर तिमी मलाई छोडेर कतै पनि नजाऊ। म अबाक भएर उनका कुरा सुनिरहेकी थिए। मेरो केही जोड चलिरहेको थिएन कि म जसरी भए पनि यो कोठाबाट निस्केर बाहिर भागौं, तर ती केटी त दुब्ली पातली भए पनि म माथि आफ्नो बल प्रयोग गरिरहेकी थिइन्। जब उनले मेरो अनुहार छुने प्रयास गरिन् तब मेरो मुखबाट एउटा ठूलो चिच्याहाट निस्कियो र मैले उनलाई धक्का दिएर बाहिर भाग्ने प्रयास गरे। जसरी तसरी म उनबाट फुस्किएर ढोकानेर पुगे र ढोका खोल्ने बित्तिकै मलाई घरबेटी मदनको अनुहार देखियो। उनलाई देख्ने बित्तिकै म केही नसोची उनका अंगालोमा बाँधिएर रुन थाले। साँचो त यो थियो कि म आफ्नी सौताको यो हरकतबाट निकै डराएको थिएँ। सुरुमा त मदनले मलाई घृणाको नजरले हेरे, तर जब उनको नजर कोठाको ओछ्यानमा बसिरहेकी आफ्नी श्रीमतीमाथि पर्यो तब उनी कोठाभित्र गए र आफ्नी श्रीमतीसँग सोध्न थाले, सृजना यो तिमी के गर्दैछौ? मदनलाई देखेर सृजना भन्न थालिन्, म त दुलाहा बनेको थिएँ, यो पुतली मेरी दुलही हो। हामी दुईको विवाह भएको छ। मैले यसलाई मुख हेराइको उपहार पनि दिएकी छु, सोध न यसलाई। तर यो राम्री दुलही होइन, यसले निकै हल्ला खल्ला गरी। मदनले ममाथि एउटा गम्भीर नजर डुलाए र सृजनालाई आफ्नो अंगालोमा बाँधेर भन्न थाले, लौ हिड सृजना, हामी आफ्नो कोठामा जाउँ। म आँखा च्यातेर यी दुई श्रीमान श्रीमतीलाई हेरिरहेकी थिएँ। मदनले पनि यसभन्दा बढी सोधपुछ गरेनन् र न त उनको यो हरकतमा उनलाई गाली नै गरे। उनी सृजनालाई आफूसँगै आफ्नो कोठामा लिएर गए र म कोठामा एक्लै बसिरहेँ। धेरै बेरपछि मदन फेरि मेरो कोठामा म नजिक आए र मेरो अगाडि बसे अनि उनले मलाई एउटा यस्तो सत्य बताए जुन सुनेर मेरो सातो गयो। मदन भन्न थाले, मेरो र सृजनाको विवाह आजभन्दा 5 वर्ष अघि भएको थियो। हामी दुवैले मन पराएर विवाह गरेका थियौं। सृजना मेरी फुपूकी छोरी थिइन्। यो विवाहबाट हामी दुवै निकै खुशी थियौं, तर सायद भाग्यलाई हाम्रो खुशी मन्जुर थिएन। विवाहको 4 महिनापछि नै सृजना गर्भवती भइन्। हामी निकै खुशी थियौं, हामी आमा बाबु बन्न गइरहेका थियौं, तर केही महिनापछि नै अचानक हाम्रो बच्चा खेर गयो र सृजनाले यो पीडा सहन सकिनन्। मैले निकै मुस्किलले उनलाई सम्हालेर बुझाए कि सन्तान त भगवानको देन हो, यदि गयो त के भयो र, भगवानले हामीलाई फेरि सन्तानको खुशी दिनेछन्। मेरो सम्झौताले बिस्तारै सृजना सामान्य जीवनतर्फ फर्किइन्। यो कुराको 7 महिना मात्र भएको थियो कि सृजना फेरि गर्भवती भइन्। यसपटक हामी दुवैले निकै सावधानी अपनायौं। मैले सृजनालाई फूल जस्तै गरेर राखे, तर भाग्यलाई सायद हाम्रो आमा बाबु बन्ने चाहना मन्जुर थिएन। यसपटक पनि केही महिनामै हाम्रो बच्चा खेर गयो। दोस्रो पटक पनि यस्तो भएपछि सृजना पुरै टुटिन्। म निकै मुस्किलले उनलाई सम्हाल्थे, उनले त जिउनै छोडिदिएकी थिइन्। धेरै महिनापछि जब उनी फेरि ठिक भइन् तब भगवानले हाम्रो पोल्टोमा खुशी फेरि हालिदिए। यसपटक जब सृजना गर्भवती भइन् तब उनी दिनभर टोलाएर बसिरहन्थिन्। उनलाई डर लाग्थ्यो कि कतै हाम्रो बच्चालाई केही नहोस् भनेर। तर भनिन्छ नि, भाग्यको अगाडि कसको के चल्छ र। हाम्रा साथ पनि त्यस्तै भयो। यसपटक सृजनाले एउटा स्वस्थ बच्चालाई जन्म त दिइन्, तर त्यो बच्चा 2 हप्ता भन्दा बढी हाम्रो घरमा रहन सकेन र उसको मृत्यु भयो। उसको मृत्युले सृजनालाई यसरी तोडिदियो कि उनको मानसिक सन्तुलन बिग्रियो र उनी पुरै पागल भइन्। कहिले उनी साना बच्चा जस्तै खेल्न कुद्न थाल्छिन् त कहिले दुलही बनेर बस्छिन्, कहिले आफैलाई दुलाहा जस्तै तयार गरेर दुलाहा बनिदिन्छिन् त कहिले पागल जस्तै चिच्याउन कराउन थाल्छिन्। पहिले मसँग पैसाको कुनै कमी थिएन, मसँग आफ्नो धेरै जमिन र धन सम्पत्ति थियो, तर बिस्तारै सृजनाको उपचारको पछाडि सबै कुरा सकिँदै गयो र मसँग केही पनि बाँकी रहेन। म यो अवस्थामा सृजनालाई एक्लै छोड्न चाहन्थेन, त्यसैले मैले आफ्नो व्यापार व्यवसायबाट आफ्नो ध्यान हटाए र आफ्नो पूरा ध्यान र समय सृजनालाई दिन थाले। अनि बिस्तारै सबै कुरा बर्बाद हुँदै गयो। अब कुरा यहाँसम्म आइपुग्यो कि मेरो सबै थोक बिक्री भइसकेको थियो। एउटा त्यही घर मात्र बाँकी रहेको थियो जसमा तिमी र तिम्री आमा भाडामा बस्छौ। मजबुरीमा मैले भाडाको लागि तिमीहरूमाथि दबाब दिनु पर्थ्यो, किनकि साइकियाट्रिस्टले भनेका थिए कि सृजनाको
उपचारमा धेरै पैसा खर्च भइरहेको छ र मसँग त्यति पैसा थिएन। त्यसैले नाइ भन्दा भन्दै पनि म बारम्बार तिमीहरूको ढोकामा भाडा माग्न आउँथे। मेरो परिस्थितिले मलाई यति धेरै चिडचिडे बनाइदिएको थियो कि म केही नसोची तिमीहरूमाथि चिच्याउँथे र रिस देखाउँथे। मलाई थाहा थियो कि यो सबै गलत हो, तर म निकै ठूलो तनावको शिकार थिएँ र मेरो त्यो छटपटी तिमीहरूमाथि निस्किन्थ्यो। आफ्नो ज्यान भन्दा प्यारी श्रीमतीको यस्तो पागलपन र एकपछि अर्को गरी 3वटा सन्तान गुमाउनु मेरो लागि पनि एउटा ठूलो आघात थियो। फरक यति मात्र थियो कि सृजनाले आफूलाई सम्हाल्न सकिनन् र उनी मानसिक रूपमा बिरामी भइन्, तर मैले आफैलाई सम्हाले। म दिनरात सृजनाको उपचारको लागि चिन्तित रहन्थे। अब मेरो व्यापार पनि पुरै बन्द भइसकेको थियो। सबै कुरा भत्ताभुङ्ग भएको थियो। मलाई समझ आउँदैन थियो कि म के गरू। आज सृजनाको डाक्टरसँग एपोइन्टमेन्ट थियो र मसँग पैसा थिएन। त्यसैले म आज तिम्रो घरमा आएको थिएँ। सोचेको थिएँ कि तिमीसँग भाडाको पैसा लिएर सृजनालाई डाक्टर कहाँ लैजानेछु, तर जे जति तिमीले गर्यौ त्यसपछि त म आफैसँग आँखा मिलाउन लायक पनि रहिन। म तिमीलाई यहाँ छोडेर आफ्नो साथी कहाँ गएको थिएँ। मैले उसँग केही पैसा उधारो लिए ताकि भोलि म सृजनालाई डाक्टर कहाँ लैजान सकु। म आफ्नै श्रीमतीलाई निकै माया गर्छु र म उनलाई यस अवस्थामा देख्न सक्दिन। यो भनेर मेरो घरबेडीले आफ्ना आँखाका आँसु पुछे र भन्न थाले, तिमीले म माथि राम्रो गरेनौ। म त पहिलेदेखि नै आफ्ना समस्याहरूमा घेरिएको थिए र तिमीले मलाई अझ बढी मानसिक तनाव दियौ र मेरो जिन्दगीलाई नर्क बनाइदियौ। जुन मान्छेलाई म रिसको झोकमा शैतान भन्ने गर्थे, मलाई अब आफैमाथि ग्लानि हुन थाल्यो। मैले नसोची नबुझी एउटा भला आदमी मान्छेमाथि के गरिदिए। उनको रिसको पछाडि जुन बाध्यता र पीडा लुकेको थियो त्यो थाहा पाएर मेरा रौँ ठाडा भए। ऊ बिचारा त आफ्नै मजबुरीसँग लडिरहेका थिए र म उनलाई कडा मिजाजको र क्रूर सम्झिरहे थिए। आज मलाई यो कुराको आभास हुँदै थियो कि हरेक मान्छेले आफ्नो भित्र आफ्ना दुःखहरू लुकाएको हुन्छ। हामी मानिसहरूलाई उनीहरूको व्यवहारबाट मूल्याङ्कन गर्छौं, जबकि सत्य त यो हो कि हामीले उनीहरूको भित्र झाँक्नुपर्छ। मदनको सत्य थाहा पाएपछि म उनको गोडामा परे र आफ्नो पापको माफी माग्न थाले। मदनले मलाई एक नजर हेरे र फेरि मलाई माफ गरिदिए। उनलाई पनि यो कुराको बोध थियो कि म र मेरी आमा कस्तो परिस्थितिबाट गुज्रिरहेका छौं। मैले मदनसँग वाचा गरे कि आजका दिनदेखि म सृजनाको ख्याल राख्नेछु। उनलाई डाक्टर कहाँ लैजानु परे म आफै लिएर जानेछु। आजका दिनदेखि सृजनाका सबै काम मेरो जिम्मेवारी भयो। तपाई आफ्नो काम र आफ्नो व्यापारमा ध्यान दिन सक्नुहुन्छ। सायद यसरी हाम्रो जिन्दगी सहज बन्नेछ र मेरो गल्तीको प्रायश्चित्त हुनेछ। मेरो कुरा सुनेर मदनको आँखामा एक प्रकारको चमक आयो। उनलाई पनि जिन्दगीलाई सहज बनाउने एउटा बाटो देखा पर्न थाल्यो। भोलिपल्टैदेखि मैले सृजनाको सबै जिम्मेवारी सम्हाल्न थाले। कहिले उनी मसँग दुलही बनिदिन्थिन् त कहिले दुलहा। कहिले मेरो हात समातेर बच्चाहरू जस्तै गोल गोल घुम्न थाल्थिन् त कहिले बिना कारण बसेरै नाचिन थाल्थिन्। म पनि नियमपूर्वक उनलाई समयमै औषधि दिइरहे र समयसँगै उनी पनि पहिले भन्दा निकै निको हुँदै गइन्। र यो कुराबाट मदन पनि निकै खुसी छन् कि जिन्दगी बिस्तारै सही मार्गमा फर्किँदैछ। मदनले म माथि कुनै पनि अन्याय वा अत्याचार गरेका थिएनन्, बरु आफ्नो खुसीले मलाई मेरो अधिकार दिएका थिए। अब सृजनाको अवस्था पनि निकै सुधार भइसकेको थियो, जसले गर्दा मदनले आफ्नो व्यापारमा ध्यान दिन सुरु गरेका थिए र उनको व्यापार पनि अब पहिले जस्तै फस्टाउन थालेको थियो। अब हाम्रो जिन्दगीमा खुसी नै खुसी थियो। हामी तीनैजना निकै खुसी थियौं। मैले छोटो समयमै यो कुरा राम्ररी सिके कि मान्छेलाई कहिल्यै पनि उसको बाहिरी रूप वा व्यवहारबाट होइन, बरु उसको भित्री अवस्थाबाट चिन्नुपर्छ। जबसम्म म मदनको सत्यबाट बेखबर थिए, मेरो नजरमा उनी रिसाहा र निकै खराब मान्छे थिए। तर जब मलाई उनको वास्तविकता र उनको दुःख थाहा भयो, तब म छाँगाबाट खसे जस्तै भए। उनी त आफै भित्र दुःखको सागर पालेर बसेका रहेछन्। तपाईहरू पनि सृजनाका लागि प्रार्थना गरिदिनुहोला कि उनी छिटै निको हुन् र फेरि सन्तानको सुखले उनको पोल्तो भरियोस्। एउटी आमाका लागि आफ्नो सन्तानलाई 3 पटकसम्म गुमाउनु निकै ठूलो आघात हुन्छ र फेरि सृजना त यो आघातसँग आफ्नो ज्यान दाउमा राखेर लडिरहेकी छिन्। के थाहा, कसैको प्रार्थनाले उनलाई एउटा नयाँ जिन्दगी र खुसी मिल्नेछ। साथीहरू, आशा गर्दछु तपाईलाई हाम्रो यो कथा मन पर्यो होला। कथा मन परेको छ भने भिडियोलाई लाइक गर्नुहोस्, च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र हो, नोटिफिकेसन बेललाई जरुर थिच्नुहोला ताकि आगामी अपडेट सबैभन्दा पहिले तपाईलाई मिलोस्।